हेलो गाइस, के छ हजुरहरूको खबर? म त एकदम ठिक छैन। आज चाहिँ मेरो साथी पनि छ नि त। हेलो हेलो हैन, हामी चाहिँ आज यसो जापान आएपछि यसो बाहिर निस्केको। आएको 1 महिना हुन लाग्यो, काम गर्दै पाइएको थिएन। अनि आज चाहिँ एउटा रेस्टुरेन्टमा हिजो फोन हानेको, अनि हिजो फोन हानेपछि आज चाहिँ मेनचेजु गर्न बोलाएको थियो। त्यही भएर मेनचेजुमा हिँडेको होइन साथी र म चाहिँ। अब भाषा त राम्रो होइन, त्यही पनि भाषा राम्रो छ, हाम्रो त राम्रो छ त, उसको पो राम्रो छैन त। दाइजो उदेश भन्न मात्रै आउँछ, दाइजो उदेश भन्न मात्रै आउँछ, त्यति आउने भनेको। चुप त मात्रै दाइजो ल ठिक छ। बस्नुहुन्छ घर एक्सपिरियन्स लिन्छ। यहीको सुरुमा चाहिँ मैले चाहिँ के भन्छु नि होप्छ भने यहीको वाकारी मास क्या भन्ने त्यस्तो भन्ने होइन कि बुझ्नुहुन्छ भने होइन मिल्छ अरे पाउन। ए ल त तिमी आफ्नो भाषामा दिउ न। इङ्ग्लिसबाट त मैले फेरि फेस गरिहाल्छु। होप छ अनि दुःख छ, देश जिन्दगी चिल छ। आज हामी पढ्दै जान्छौँ कि अब टक्क पढ्दै जान्छौँ हामी होइन। टाढा त टाढा हो, टक्क ट्रेनमा जाने हो। ठिक छ, हामी चाहिँ अब कस्तो हुन्छ आज एक्सपिरियन्सको लागि हो। काम पाए त राम्रो भइहाल्यो, नत्र भने एउटा एक्सपिरियन्स हुन्छ। हाम्रो चाहिँ के भन्ने, हाम्रो बिग्रिहाल्यो भने पनि जापानिजमा चाहिँ एकदम काम बाध्य गर्दैछौँ। तपाईँको रेस्टुरेन्टमा आएर चाहिँ हामीले काम गर्ने अवसर पायौँ भने तपाईँको काम सिक्दै भाषालाई पनि इम्प्रुभ गर्ने तरिकाले चाहिँ हामी आज आएको भनेर एउटा तर्क चाहिँ दिने सोच्न छु। त्यसपछि लास्टमा केही भएन भने मैले इङ्ग्लिसबाट पनि यस्तो भन्यो भने वतासी वा इमा निहोन्गो गाम्बात्तीमास भनौँ न, गाम्बात्तीमास सोरेकारा निहोन्गो सुकोसी वगेरा नै त्यस्तो टाइपको भन्दा ढुक्क के भाले लाउनु त्यहीको त्यही हानासुदेखि मास भन्दै भइहाल्यो कि। अङ्ग्रेजीबाट पनि मैले हजुरहरूलाई चाहिँ सेवा गर्न सक्छु है। ल साथी खतरा है त, ठिक छैन। हाम्रो साथी ओभर फर्ममा खाने आज चाहिँ, ओभर फर्ममा खाने साथी त आज। गाइस हामी चाहिँ बाटोबाट हिँड्दै मेनचेजुको तयारी गर्दै हिँड्दै हामी चाहिँ होइन। टक्क यस्तो जापानिजमा बोलिदिएको होइन। जिन्दगीको फर्स्ट टाइम इन्टरभ्यू हो यो चाहिँ मेरो चाहिँ फर्स्ट टाइम हो। मैले नेपालमा नि जिन्दगीमा इन्टरभ्यू दिइनँ होइन। यहाँ आएर फर्स्ट टाइम दिँदैछु। कस्तो हुन्छ इन्टरभ्यू, कस्तो हुन्छ नि त मलाई पनि थाहा छैन अहिलेसम्म। दिन पनि परेन, अहिले आएर दिँदैछु। हेरौँ अब यहीको यहीको होइन कि निहोन्गो यहीको त आउला के अरे नि, यहीको त आउँछ कि। अनि त्यसलाई सोध्नु पर्यो नि त। निहोन्गो वकारिमास खाने है, सुकोसी वकारिमास रेउगाको चाहिँ देशका र निहोन्गो सुकोसी दाइजो विधि थोरै ठिक छ। भन्ने टाइपले भन्नु पऱ्यो साथी। ठिक छ त्यही पनि। जाउँ यताबाट ठिक छ, हामी जानु पर्यो होइन। तर एकदम लास्ट जिन्दगीको गोरेटोमा के हो यस्तो होइन। लास्ट गाह्रो छ, दौडिनु पर्छ जता पनि। उयो चामलको भाउ बढेको हट्यो। उहाँ सोधौँ जाने उहाँ सोधौँ जाने चामलको भाउले आसमान छोइछ। भात खाना नि गाह्रो पर्न लाग्यो त अब जापानमा त यस्तो। गाइस हामी चाहिँ अहिले वहाँ जाने स्टेसन छौँ। कार्डमा पैसा हाल्यौँ होइन, 1000 हाल्यो। अब चाहिँ हामी जान्छौँ है। सिस्टम चाहिँ अब टक्क यहाँ यस्तो गर्ने होइन। ए ल बत्ती बल्यो, अब हामी जान पाइयो है टक्क लगाएर। अब हामी वहाँ जाएबाट फेरि वहाँ जाएबाट नि कोरी जान्छौँ। अब साथी यता होइन, उता होला हाम्रो, यता हो र उतापट्टि हो कि हाम्रो, उतापट्टि हो कि यतापट्टिबाट आउने हो, उतापट्टि हो रहन्छ। अनि तिमीले हामीलाई उल्टो बाटो ल्याएन, तिमीले मलाई थाहा कि तिमीले उल्टो बाटो ल्यायो भनेर। उल्टो बाटो आयो क्या भन्दा यस्तो उल्टो बाटो ल्याएपछि यस्तरी हिँड्नुपर्छ कि भनेको नमानेपछि त्यस्तै हो। लास्ट के भनेको भुल्यो कस्तो म्याप हेर्नु पर्छ नि यहीँ पनि। थाहा हुन्छ नि यार, यस्तो यसरी धेरै हिँड्नुपर्छ। हामी थोरै हिँड्यो नि हुन्थ्यो, तर अहिले हामी धेरै हिँड्यौँ।
यस्तो हुन्छ। अब हामी ट्रेन आउँछ, अब एकछिन हामी ट्रेनमा चढ्छौँ। यस्तो छ यहाँ। भिडियो गर्न चाहिँ पाइन्न, अरूको भिडियो गर्न चाहिँ पाइन्न, आफ्नो चाहिँ पाइयो। अरूको भिडियो गर्न चाहिँ पाइन्न, लास्ट कानुन कडा हो। गाइज हामी चाहिँ हराई बल्ल हराई यहाँ यो कुन स्टेसन गयो? इबुसी स्टेसन आयो होइन। अब एक स्टेसनमा चाहिँ नाका पुगेर मुगुरी स्टेसन आउँछ होइन। लास्ट हरायो यहाँ हामीलाई। सहयोग पनि धेरैले गर्नुभयो है। तर दिपाङमा जस्तो चाहिँ हुँदैन क्या। यहाँ एउटा मान्छेलाई सोध्नुपर्छ, उसले 2 मिनट टाइम दिन्छ क्या हाम्रो लागि। हाम्रो ट्रेन चाहिँ आयो होइन। अब हाम्रो हामी नाका मुगुरी स्टेसन जान्छौँ, यहाँ झर्छौँ, त्यहाँबाट फेरि जान्छौँ। कता हुन्छ त्यतै ट्रेन चाहिँ आइसकेको छ है यहाँ है। ट्रेन चाहिँ आइसकेको छ। अब हामी चढ्छौँ। अब हाम्रो साथी पनि चढ्छन् यहाँ होइन। भिडियो गराउनु चाहिँ पाइन्छ नि होला, गाह्रो छ। एउटा के साल्दिनु गयो चाहिँ त्यो खासै भिडियो गराउनु। गाइस हामी चाहिँ हराउँदै आइयो होइन। यस्तो नालीहरू यस्तो देखिन्छ है हामी होइन। ढिलो भएछ हामीलाई चाहिँ। हामी चाहिँ अहिले भ्लग बनाउँदै खासै लाउँदैन, हामी झ्यामझ्याम जान्छौँ। किनकि अब ढिलो भएछ। मलाई बस्ने नि ल्याउँछ एउटै हो कि केही हुनु जति बेला भयो। हामी झ्यापझुप जान्छौँ होइन। जान्छौँ गएर झ्यापझुप इन्टरभ्यू दिन्छौँ, कस्तो भयो नि हुन्छ। हाम्रो एउटा दिदीले चाहिँ एकदम हेल्प गरिदिनु भयो होइन। उहाँलाई धेरै धन्यवाद। उहाँसम्म यो भिडियो पुग्न त पुग्दैन होला, त्यही पनि यदि कुनै जुनीमा पुग्यो भने चाहिँ एकदम धेरै धन्यवाद है। त्यो दिदीको नाम चाहिँ उहाँले होइन। हामीलाई ट्रेनमा एकदम हेल्प गर्नुभयो उहाँले चाहिँ। त्यही भएर एकदम धेरै धन्यवाद। गाइज मेन्सी चाहिँ दिएर आइयो होइन। हामीले चाहिँ त्यो भरेर चाहिँ धेरै ह्याप्पी भइयो क्या। त्यो भरेर एकदम राम्रो काम गर्नेछ हामीलाई होइन। हामीलाई चाहिँ आज चाहिँ पुरा उसले चाहिँ के गरिदिरहेको म सुनाउँछु कि हामीलाई चाहिँ पुरा गुगलबाट ट्रान्सलेट गरेर इङ्ग्लिसबाट देखाइदिरहेको। इङ्ग्लिसबाट हामीलाई एकदम हाउ मेनी डेज यु क्यान डु इन अ विक एकदम राम्रो भयो होइन। राम्रो भयो के भन्ने अब ठिकै भयो। अब नियमको बुझिङ थिएन, उसले इङ्ग्लिसमा ट्रान्सलेसन गरेर एकदम राम्रो गर्थ्यो होइन। यस इन्टरभ्यू ठिकै भयो। अब 50-50 हो चान्स त, गाह्रो छ होइन। 50-50 हो अब। तर पनि सोचिभन्दा धेरै सजिलो भयो कि। सजिलो भन्दा ठिकै हो होइन। अब उसले नि एकदम बुझ्यो, किनकि यङ रहेछ कि। यङ भएपछि त बुझ्छ नि त उसले। त्यही भएर ठिक भयो। हामी चाहिँ अब यति टाढा त निकै टाढा रहेछ, लास्टै टाढा रहेछ होइन। अब चाहिँ हामी घर जान्छौँ कि अब घुम्न टोकियो टावर। टोकियो टावर कता सुत्नु होला? यो दाइले सुत्छौँ होइन। अब यो त भेट्दै डर लाग्ने जस्तो देखेँ मैले। डर लाग्छ सुत्न, डर लाग्यो मलाई। यता सुत्छु। यस हाम्रो भ्लग चाहिँ अब राम्रै हुनुभयो भन्ने आशा छ होइन। किनकि हामीलाई एकदम हाम्रो दाइ भने नि साथी भने नि उहाँले एकदम हेल्प गर्नुभएछ। एक्सपेक्टेसन भर्सेस रियालिटी इज भेरी डिफरेन्ट हो कि। ओके होइन उहाँले हामीलाई इङ्ग्लिसमा ट्रान्सलेसन गरेर भन्दै हुनुहुन्छ है। टेक दिस ट्रेन टु रोपिङ स्टेसन एन्ड दियर चेन्ज ट्रेन। वी क्यान चेन्ज Roppongi Station. Hi, Roppongi Station to change to next train. Next train is Toei Oedo Station. Hi. Which this train please? Okay. Hi. Roppongi Hachino. Hi. Roppongi Station is Toei Oedo. Hi. Hi, arigatou gozaimasu. हामीले चाहिँ राम्रो भएछ। ल यहाँ चाहिँ हामी चाहिँ अब रिपोङ्गी स्टेसनबाट रिपोङ्गी स्टेसनबाट निस्क्यौँ। हामी चाहिँ अब हिँड्दै टोकियो टावर जान्छौँ होइन। यहाँबाट 20 मिनट लाउने रहेछ। हिँड्दै जान्छौँ। अब त आजले हाम्रो दिनै घुम्यो कि यता होला। हामी हामीको जताभाइले चाहिँ हिँड्यौँ क्या अहिले। हामीलाई केही छैन, हामी जापान देख्नै बाँकी छ। रक्क बाहिर आयौँ है हामी चाहिँ। यस्तो ल हेर्नु गाइज, जापान यो जापान। ल हेर्नु त
हिँड्दैछौँ बाटोमा हिँड्दैछौँ होइन इन्टरभ्यू पनि ठिकै हो 2 मिनट पनि राखेन इन्टरभ्यूमा अब त्यहीको खुसियालीमा हामी चाहिँ हिँड्दैछौँ बाटोमा हामी चाहिँ अब यहाँ टोकियो टावर जाँदैछौँ होइन टोकियो टावर जाँदैछौँ टोकियो टावर अगाडिदेखि चाहिँ त्यो हो कि होइन भन्ने कुरा हामीलाई थाहा छैन यस्तो हो कि यो हो कि आमाको डेभलप भनेको त यो हो कि डेभलप कन्ट्री भनेको त हामीले जुन पाइदिएको भिडियो चाहिँ गर्न पाइन्न है हामीले भिडियो चाहिँ गर्न पाइन्न होइन हामी आफ्नो चाहिँ भिडियो गर्छौँ कि हामीले त्यस्तो खालको मान्छे साथीले चाहिँ यहाँ रेड बत्तीमा सिधै क्रस हान्दिए होइन हेरेर हिँड न फोन नहेर कस्तो होला नहिँड बिचमा आएको थियो मैले गर्नु साइकको त्यसरी हेरेर हिँड न उनले आयो ढ्याङ्ग पुलिसहरू लैदिनु थाहा हुन्छ अर्काको देशमा नि युज गरेर हुन्छ होइन बाटो कति सफा छ यार हाम्रो नेपालको बाटो कहिले यस्तो नि हो एक हान्दिउँ न त एक क्लिक होइन क्लिक राम्रो आउँदैन चाँदै छैन भ्लग बनाउनु पर्छ चाँदै छैन भ्लग त बिचमा हो नि त भ्लग बिचमा होइन भ्लग बनाउनु पर्छ एक हान्नु म्यारे हान्ने होइन कि एकछिन बवाल गाडी छ यार गाडी यस्तो कस्तो मरद छ है ओ जाम केटा जाम छोड जाम मन जाऊ न यस्तो किन होद्दा रे छाडा पनि नरिसाउँ है छाडा बोल्यो भने नरिसाउनु होइन त्यस्तो मुखमै छाडा झुम्ने चाहिँ के अर्थ यो चाहिँ टोकियो टावर जस्तो लाग्छ तर टावर हुँदै यो बिल्डिङै ठुलो हो क्या फेरि यस्तो है मलाई खतरा बाइक रहेछ नि हार्डको टाइपको रहेछ गाइस टोकियो टावर है हामी चाहिँ भित्र छिर्दै आउँछ बल हो यस्तै यस्तै हामी साथै ऊ पछाडिबाट आउँदैछ नि होइन माथि जानु कस्तो थियो यस्तो 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 बवाल हुन्छ है होइन डेभलप कन्ट्री हो चाहिँ होइन जानु हामी चाहिँ एक्लो कताबाट हुन्छ हामी चाहिँ उताबाट एकिट हुन्छ हामी चाहिँ माथि जाने भएको होइन टिकट चाहिँ कमै रहेछ त्यही भएर हामी चाहिँ अब हाम्रो औकातले भ्याएन अहिले अब अलिपछि औकात बनाएर आइन्छ ट्याक्कल यहाँ चढिन्छ कति रहेछ भनिदिउँ न बुझाइदिउँ न यहाँ ल हाइफो 250 मिटरको चाहिँ टावर रहेछ टोटल है कति रे 250 मिटर अनि त्यसमा चाहिँ एडल्टको लागि चाहिँ 3500 रहेछ हाई स्कुल स्टुडेन्टको लागि हाम्रो लागि चाहिँ 3300 रहेछ त्यसपछि चिल्ड्रेनको लागि 2300 रहेछ त्यसपछि 4 वर्षभन्दा कमको लागि चाहिँ 1700 रहेछ क्या ल सुन्नुहोस् टावर यही हो पछाडि देख्न सक्नुहुन्छ अनि यो फेरि हेरिहेरि छ 150 मिटरसम्म जान्छ अनि त्यो बैठकी टप्पै हुन्छ नि होइन औकात बनाएर आइन्छ जसै आइन्छ तर अब हामी नजिक स्टेसन खोज्छौँ त्यसपछि हामी घर जान्छौँ अब हाम्रो टावर यही हो टावर देखाइयो ल हेर्नुहोस् कृपया ल्याएर घुमियो आजको दिन इन्टरभ्यू दियो आइयो ल आफ्नो स्टेसन आइयो होइन अब चाहिँ अब त आफ्नै हो अब जापान आफ्नै हो अब त टेन्सन छैन अब आफ्नै हो आज धेरै ठाउँ घुमियो टोकियो टावर गइयो कामको इन्टरभ्यू पनि बुझियो होइन अनुभव राम्रै भयो आज धेरै डुलियो
ध्यान हिँडेको मान्छे अहिले खाइयो। अब चाहिँ भ्लग यति नै होला, योभन्दा बढी नजाम होला। लास्टमा वाना जाए स्टेसन ल्याइदिनु त। लास्टमा वाना जाए स्टेसन है। आजको दिन शुभ रह्यो, मङ्गल एकदम राम्रो भयो। अब हाम्रो अरू के होइन, भोलि तेन्चोले फोन गरिदियो भने थियो हाम्रो कामको होइन। त्यसपछि नेक्स्ट हामी काममा गएको चाहिँ भ्लग आउँछ अर्को। नेक्स्ट फेरि काममा गइयो भने फेरि काममा गएको भ्लग आउँछ होइन गाइस। अब चाहिँ धेरै घुम्यो हिँड्यो, अब घर गइन्छ। अब आनन्दले घर गइन्छ। अब चिलमा साथी नि बहुत थकित छन् साथी होइन। अनुभव चाहिँ मिठो भयो कि आज। जिन्दगीले तारा देखाइदिन्छ। जिन्दगीले तारा खुट्टा दुखेछ हिँड्दा डेन्जर हिँड्यो आज। तर लास्ट हिँड्यो है वहाँबाट काम गर्ने ठाउँबाट यता के अरे रोबिन के खै के हो स्टेसन, त्यहाँबाट टोकियो टावर, त्यहाँबाट फेरि युनियो खै के स्टेसन आयो, त्यहाँबाट निप्यो। अब घर गइन्छ। यो चाहिँ हाम्रो दिउँसोभन्दा रातिमा बवाल देखिन्छ कि वाहन जाएको छ यो चाहिँ होइन। दिउँसोभन्दा रातिमा बवाल देखिन्छ। अब आइँदैन हामी त्यस्तै हो। ल गाइस यति भन्दै अब आजको भ्लग यहीँ समाप्त भएको जानकारी गराउँदै म पनि बिदा भएँ साथी। साथी बिदा भएँ। भ्लग हेर्नु होला, बाँकी भ्लग हेर्नु होला। अब काम भन्ने चाहिँ लाइक कमेन्ट सब्सक्राइब अब सेयर चाहिँ एकदम गर्नु पर्यो। एकदम जिन्दगीको गोरेटोमा त्यति काम चाहिँ गर्नु होला कि त्यति काम चाहिँ गर्नु पर्यो। हामी हाम्रो काम गर्छौँ, तपाईँहरू काम गर्नु होला। ओके बाई। माया गरिदिनु होला भन्ने म विनम्र अनुरोध गर्छु। अहिले चाहिँ बाई बाई सबैजना। अब चाहिँ बिदाबारी हौँ।